Welcome back everyone. अर्को युट्युबको ब्लगमा सो इट्स अ ब्युटिफुल डे. आज सनी डे छ. मौसम चाहिँ राम्रो छ. सर्ट लाएर र प्यान्ट लाएर आज एक्जाम इन्भिजिलेटरको रोलको लागि स्कुलमा बोलाएको थियो. लन्डनतिर छ. सो आज लन्डनतिरको स्कुलमा गएर आज एक्जामको गार्ड बसिन्छ. सो लेट्स सी कस्तो एक्सपिरियन्स हुन्छ आज. लेट्स गो. सो स्कुलमा काम गरेको आज थर्ड डे. आज थर्ड डेमा एक्जाम गार्ड बसियो GCSE एक्जाममा, जसलाई कि जेनरल सर्टिफिकेट स्कुल लिभिङ भन्छ त्यसलाई होइन. त्यो भनेको SLC जस्तै थियो कि हाम्रो त पहिला SLC थियो नि, अहिले SEE बनायो नि, त्यस्तै छ कि त्यो पनि. अनि एक्जाम यहाँ कस्तो हुँदो रहेछ कि सबै इक्विपमेन्टहरू हुन्छ नि सब दिने रहेछ कि, लाइक क्यालकुलेटर पनि सबै अलरेडी प्रोभाइड गर्ने रहेछ. अनि एउटै बुकलेट जस्तो क्वेसन सिट आउने रहेछ, त्यसमा आन्सरको लागि स्पेस छोड्दै हुन्छ. अनि त्यसमै आन्सर फिलअप गर्ने कि इभन कि पेन पेन्सिल इरेजर कटर सबै सप्लाई गर्ने रहेछ कि. मैले एउटा फोटो खिचेको थिएँ होइन, म फोटो राखिदिन्छु अहिले. त्यो फोटो पनि देखाउनेछु म. अनि अर्कै रहेछ कि. अनि लाइक त्यो क्लासमा अलमोस्ट 50-60 स्टुडेन्ट्स थिए होइन. त्यहाँनिर 7वटा कि 8वटा गार्ड थिए मस्त होइन. कसैले कसैको पेपर पनि हेर्न नपाउने, केही ड्रप भयो भने केही गर्न पाउने होइन. ठ्याक्कै त्यो मैले नेपालमा आइएलको एक्जाम दिएको थिएँ कि त्यस्तै टाइपमा यहाँको एक्जाम भइरहेको थियो कि. टाइम अगाडि लेखेको ठ्याक्कै लेख्दै थियो, यतिमा स्टार्ट भयो यतिमा एड हुन्छ भनेर. त्यहाँनिर ठक्क काउन्ट डाउन होइन सुरु भएको छ होइन. त्यो नि एक्जाम हल पनि ठुलो छ कि, एउटै हलमा सबैलाई राखेर लाइक 3-4वटा स्कुलको बच्चाहरू आएको थिए. अनि तिनीहरूलाई राखेर अनि एक्जाम लिएर आएको थिएँ. अनि अर्को कुरा के रहेछ भन्दाखेरि त्यही स्कुलको टिचर चाहिँ गार्ड बस्न नपाउने कि. त्यही भएर हामी जस्तोलाई हायर गर्दो रहेछ कि. बाहिरको मान्छेले ल्याउने अनि गार्ड राख्ने, पढाइदिने, सिक्थ्यो. अनि कपी कलेक्ट गर्ने. अनि एउटा स्पेसल एजुकेसन निड, त्यसलाई SEN भन्छ कि. अनि त्यस्तो बच्चालाई चाहिँ के गरेर रहेछ भन्दाखेरि म त्यसलाई पनि गार्डमा राखेको थिएँ कि. मलाई अन्त त्यसको इन्भिजिलेटर बस्दाखेरि ठ्याक्कै एउटा रुममा राखेको थियो. 1 hour 45 minutes एक्जाम ठ्याक्कै गरायो कि. एउटै रुममा राखेर त्यो र मसँगै बसेर एक्जाम दिएको हो कि. त्यसले एक्जाम दिइरहेको थिएँ, म छेउमा बसेको, त्यसलाई हेरेर बसिरहेको थिएँ मैले. एक्जाम सिधै मैले पेपर लिएँ, जाम दिएँ सिधै यार. अनि त्यसको क्वेसन पेपर र आन्सर सिट दुइटै एउटैमा भएको थियो नि. लाइक आन्सर सिट आएको थियो नि त्यो एउटैमा के. मतलब त्यो कम्प्युटर जस्तो बक्स आउँछ नि, त्यस्तो बक्समा राखेको रहेछ. अनि त्यो बक्समा ठ्याक्कै त्यो निकालेर खोलेर गर्ने रहेछ. खोल्ने बित्तिकै त्यहाँनिर नाम र सिग्नेचर गर्ने बित्तिकै त्यहाँनिर ठ्याक्कै काउन्टडाउन सुरु हुन्छ. त्यहाँदेखि यदि ठ्याक्कै 1 hour 45 minutesमा त्यो चाहिँ सब्मिट दिनुपर्ने रहेछ. त्यस राम्रो थियो. एक्जाम हलमा आज मलाई एक्जाममा जानुभन्दा अगाडि मलाई के भनेको थियो भन्दाखेरि इमेल आएको थियो कि लाइक जुत्तामा चाहिँ हार्ड सोल भएको जुत्ता नलाउने, अनि त्यो सफ्ट सोल भएको हुन्छ जुत्ता हुन्छ नि, त्यसले साउन्ड प्रोड्युस नगरोस् होइन, त्यस्तो सु लाएर आउनु भनेको थिएँ. अनि त्यहाँनिर हलमा गएको कि. अनि ठुलो हल रहेछ, बास्केटबलकै हललाई एक्जाम बनाइदिएको रहेछ, चारैतिरबाट घेरेको. तल पुरै म्याट्रेस राखेको यार. म्याट्रेस राखेर बल र डेस्क राखेर त्यो बास्केटबलको कोर्टमा राखेर डेस्कहरू राखेर अनि त्यहाँनिर 60-70 जनालाई राखेको थियो त्यहाँनिर. सो लाइक अर्कै एक्सपिरियन्स थियो कि. तर नेपालको कन्टेक्समा त्यस्तो हुँदैन नि. जस्तो झ्याल हुन्छ हाम्रो झ्यालमा अब SLC भयो, SEE को बेलामा प्यारेन्ट्सले गएर लगिदिने के भन्छ लाइक चिटहरू पुर्याउने यताउता हान्छ. यहाँनिर केही नि यार. यहाँको एक्सपिरियन्स अर्कै थियो यार. 4-5 जना एउटै क्लासरुममा हुन्छ. त्यो हलबाट एकजनाले चाहिँ गएर त्यो बच्चालाई एस्कर्ट गरेर त्यो वासरुमसम्म लिएर जाने. अनि त्यहाँबाट फेरि रुममा लिएर आइदिने रहेछ कि. एक्जाम सिद्धियो. अनि पछि ठ्याक्कै 1 घन्टा 45 मिनट सिद्धियो त्यो बच्चाहरूको एक्जाम सिद्धिएको थियो होइन. अनि एक्जाम सिद्धियो. अनि लाइक जस्तै हाम्रो नेपालमा एक्स्ट्रा टाइम दिन्छ नि, 15 मिनट्सको दिन्छ नि, हो त्यस्तो यहाँनिर दिन रहन्छन् कि. त्यहाँनिर कस्तो रहेछ भन्दाखेरि ठ्याक्कै लाइक कतिले बुकिङ गरेर हुँदो रहेछ, कतिले बुकिङ गरेको हुँदो रहेछ. जस्तै अब जस्तोको मेडिकल कन्डिसन छ नि कसैको, त्यस्तो केसमा के गर्ने रहेछन् भन्दाखेरि लाइक कसैलाई एक्स्ट्रा टाइम थप्या हुन्छ होइन, लाइक माग्या हुन्छ अगाडि नै, त्यही भएर दिया हुन्छ उनीहरूलाई होइन. अनि सबैलाई मैले देखाएको थिएँ लाइक अलमोस्ट लाइक 10 जना छोडेर सबैजनालाई ठ्याक्कै 1 घन्टा 45 मिनट पछि नै पठाइदिएको थिएँ कि बाहिर पठाइदिएको थिएँ. अनि एक्जाम पनि बिजनेसको थियो होइन. मैले क्वेसन पनि हेरिरहेको थिएँ, ठिकै थियो. अनि त्यो 10 जना जुन थियो नि क्लासमा, त्यो 10 जनालाई 26 मिनट दिएको थियो कि. अब त्यो सायद मेडिकल कन्डिसन भएर त्यो के भएर होला, त्यो दिन्छन् कि तिनीहरूलाई. एक्जाम लिने प्याटर्न नै छुट्टै रहेछ यार. बल रहेछ कि. एक्जाम सिद्धेपछि सबैलाई पठाइदियो होइन. फेरि जाँदाखेरि पनि सबैलाई एउटा रोबाट नि पठाउँदो रहेछ. एउटा रोको पठाइसकेपछि अर्को रोलाई पठाउँदो रहेछ. फेरि अर्को रोलाई होइन बिस्तारै आरामले जान्छन्.
अनि जुन एक्स्ट्रा टाइम थप्दा हुन्छ तिनीहरूले एक्जाम कन्टिन्यू गरेर हुन्छन् दिएर हुन्छन् त्यो चाहिँ ठिक छ कि यहाँनिर जस अनि बच्चाहरूलाई जसलाई पनि होइन यहाँनिर टिचरहरू सुरुमै भेट्दाखेरि होइन लाइक ग्रिटिङ्स गर्छन् जाने बेलामा सरी दार्जिलिङ यताउता के हुन्छ होइन थ्याङ्क यू यताउता के लभली हुन्छन् होइन त्यो चाहिँ बेस्ट हो कि त्यो चाहिँ हाम्रो नेपालको कन्टेक्स्टमा पनि बच्चाहरूलाई सिकाउनु पर्ने कि बच्चाहरूलाई ठ्याक्कै त्यो भेट्दाखेरि ग्रिटिङ्स गर्ने छुट्टिँदाखेरि ग्रिटिङ्स गर्ने सरी भन्न सिकाउने यताउता अलिकति हुन्छ नि त्यो अलिकति ह्युमरस बढी सिकाउनु पर्ने हो कि बच्चाहरूलाई नेपालको बच्चालाई पनि मलाई त्यस्तो लाग्छ स्कुलमा यहाँनिरको इक्जाममा भट्टे तल इक्जाममा बसाउनु पर्ने हो बल्ल थाहा हुन्छ त भट्टे यहाँ इक्जाम दिन इक्जाम थाहा हुन्छ तँलाई अब आजलाई त यति नै हो आजको काम भ्याइयो आज काम ठ्याक्कै 3 घन्टाको थियो 3 घन्टामा 55 पाउन्ड पे गर्यो र त्यति भएपछि पुगिहाल्छ अनि अब भोलि सायद त्यतिर के हुन्छ अब काम खोज्न आउनुपर्छ अब अर्को काम पनि खोज्नुपर्छ यो काम भनेको कहिलेकाहीँ आउने काम सिजनल टाइपमा आउँछ तर पे चाहिँ राम्रो दिन्छन् त्यही भएर भोलि चाहिँ त्यतिर वेम्बलीतिरै आएर अनि एउटा काम खोज्नु पर्छ रेस्टुरेन्टतिर या क्याफेतिर एउटा काम चाहिँ खोज्छु भोलि आएको छु भने म त्यसको पनि भिडियो बनाउँछु र त्यो भिडियो पनि पोस्ट गर्नेछु सो आजलाई यति नै राखौँ अनि अर्को भिडियो फेरि भेटौँला till then take care bye